2081 मा तत्कालीन गृहमन्त्री रवि लामिछानेले सिंहदरबार सबैको पहुँचका लागि खुकुलो बनाए। आफ्नो 100 दिनको प्रगति विवरण सार्वजनिक गर्दै लामिछानेले भनेका थिए, अब पहुँचवाला मात्र होइन, सबै नागरिकलाई सिंहदरबार खुला भएको छ। सिंहदरबारमा अब सबै नागरिकको समान पहुँच भएको छ। स्मार्ट गेट पास लिएर सिंहदरबारभित्र प्रवेश गर्न सक्ने व्यवस्था गर्ने उपप्रधान तथा गृहमन्त्री उनै थिए। अनलाइनबाटै गेट पास लिएर सर्वसाधारण सिंहदरबारभित्र प्रवेश गर्न सक्ने व्यवस्था गरिएको थियो। उनकै पहलमा भेट्नुपर्ने व्यक्ति र कारण खुलाएमा मन्त्रालयहरूले अनलाइनबाटै मोबाइलमा गेट पास पठाउने र त्यही आधारमा सिंहदरबार प्रवेश गर्न पाइने व्यवस्था भयो। सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने भन्दै रविले आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने अवस्था अब अन्त्य भएको उद्घोष गरेका थिए। उनी भन्थे, सिंहदरबार छिर्न अब कसैलाई चिन्नु पर्दैन। चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्न पाउने अवस्थाको अन्त्य भयो। देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश खुकुलो बनाउने तत्कालीन गृहमन्त्री रवि नेतृत्वको दल रासोपाले अहिले सरकार चलाइरहेको छ। सरकारको नेतृत्व वरिष्ठ नेता बालेन शाहले गरेका छन्। सबै मन्त्रालयको नेतृत्व रासोपाकै नेताहरूले गरेका छन्। 182 सिटको प्रचण्ड बहुमत भएकाले बालेन सरकारलाई शक्तिशाली सरकार भनिन्छ। तर यही शक्तिको आडमा सरकारले कहिलेकाहीँ आफू खुसी निर्णय पनि गरिदिन्छ, जसको जनस्तरमै आलोचना पनि भइरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो सिंहदरबार प्रवेशमा कडाई। दोस्रो जनआन्दोलन 2062-63 को जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले 2065 जेठ 15 मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। त्यही बिन्दुबाट सिंहदरबार गणतन्त्रको प्रतीक बन्यो। त्यसमा पनि आम नागरिकको प्रतीक सिंहदरबारलाई मान्न थालियो। आम नागरिकलाई सिंहदरबार प्रवेशमा सहज बनाउँदै लगियो। तर मंगलबार नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी भएको कानून व्यवसायीको परिचय पत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने व्यवस्था हटाइएको छ। यसलाई कानून व्यवसायीहरूले सिंहदरबार प्रवेशमा रोक लगाउने कार्यको प्रारम्भ भएको टिप्पणी गरेका छन्। तत्कालीन सभामुख सुभाष नेमुवाङको पहलमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कानून व्यवसायी परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश पाइने व्यवस्था मिलाइएको थियो। प्रशासकीय अदालतका रजिस्ट्रार सरोज राज रेग्मीले सूचना जारी गर्दै कानून व्यवसायीको हकमा नागरिक एपको सिंहदरबार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाए। सिंहदरबारभित्र प्रशासकीय अदालत छ, जहाँ कानून व्यवसायीहरू वकालत गर्न पुग्ने गर्छन्। त्यसैले कानून व्यवसायीलाई प्रवेशलाई कडा गरिने निर्णयप्रति सशंकित देखिएका छन्। यस्तोमा एमालेका सांसद सुहाङ नेमुवाङले कानून व्यवसायीहरूलाई सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन लिखित ध्यानाकर्षण गराए। प्रधानमन्त्रीको सचिवालयमा समेत मौखिक जानकारी गराएका उनले कुनै पनि नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानून व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको सम्झाएका छन्। सिंहदरबारभित्र रहेका मन्त्रालय, प्रशासनिक निकाय र अदालतमा सेवाग्राहीले कानून व्यवसायी लिएर जान पाउने कुराले न्यायमा पहुँच र प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै उनले अदालतबाट नेपाल सरकार र विभिन्न मन्त्रालयका नाममा जारी भएका आदेश वा फैसला कार्यान्वयनका लागि कानून व्यवसायी र मन्त्रालय बीच प्रत्यक्ष सम्पर्क र सहज पहुँच आवश्यक हुने बताए। सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको भने पनि हाल दैनिक 2500 भन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्याङ्क छ। सिंहदरबारको 4वटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालय अन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृह कार्य अगाडि बढाएको छ। सिंहदरबारमा रहेको 4 गेट मध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला छ। त्यसो त प्रधानमन्त्रीको शपथ लिनु अघि नै बालेनले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रवेशका लागि अघिल्लो व्यवस्था फेरेका थिए। अहिले शुक्रबारदेखि उक्त कार्यालयको परिसरमा प्रवेश गर्न पनि अनुमति चाहिन्छ। बालेनको शपथ ग्रहणको अघिल्लो दिन अर्थात् चैत 12 देखि नै प्रधानमन्त्रीको कार्यालयमा कसैलाई प्रवेश दिइएन। जानै परि मुख्य सचिव र सचिवको अनुमतिले मात्रै जान पाइने बनाइएको छ। शपथ ग्रहण पछि भने प्रधानमन्त्री कार्यालयको कम्पाउन्ड भित्र अनुमति बिना प्रवेश निषेध छ। एक कर्मचारी भन्छन्, प्रधानमन्त्रीले पदबहाली गरेसँगै यस कार्यालयको कम्पाउन्डको गेटबाट भित्र सोझै प्रवेश पाइने छैन। प्रधानमन्त्रीको सचिवालयको अनुमति पछि मात्रै आउन पाइनेछ। विभिन्न मिडिया रिपोर्टहरूका अनुसार बालेनले सबै प्रकारका प्रशासनिक तथा औपचारिक काम सिंहदरबारबाटै सञ्चालन गरिरहेका छन्। बालुवाटारलाई औपचारिक गतिविधिबाट अलग राख्दै सिंहदरबारलाई केन्द्र बनाउँदै काम गरिरहेका उनले प्राय कसैलाई भेटिरहेका छैनन्। बालुवाटारमा औपचारिक भेटघाट हुँदैन। बिहानै सिंहदरबार पुगेर त्यहीँबाट भेटघाट र सबै काम गर्नुहुन्छ, बालेनको सचिवालय स्रोतले भन्यो। सर्वसाधारण मात्र होइन, अहिले प्रधानमन्त्री कार्यालयमा मिडियाकर्मीलाई पनि रोक लगाइएको छ।
2 दिन अघि पत्रकार प्रजु पन्तले कार्यालय गेट अगाडि सुरक्षाकर्मीले मिडियालाई जान नदिनु भनेको छ भनेर रोकेको बताएकी थिइन्। उनले लेखेकी थिइन्, यदि लोकतान्त्रिक सरकार हो भने प्रधानमन्त्रीले बेला बेला प्रेस मिट गरून्, प्रक्रिया पुर्याएर पत्रकारलाई निर्वाध रूपमा रिपोर्टिङ गर्न दिइयोस्। 2055 सालदेखि सिंहदरबारको आन्तरिक सुरक्षा सिंहदरबार सुरक्षा प्रहरी गणले हेर्दै आएको छ। त्यहाँ प्रवेशका लागि 19 किसिमका गेट पासको व्यवस्था गरिएको हुन्छ। सामान्यतया सुरक्षाकर्मीले प्रवेश पास वा परिचय पत्र मात्र हेरेर भित्र जान दिने वा नदिने गर्दै आएका छन्।